नमस्ते यहाँहरू सम्पूर्णमा आज आषाढ महिनाको 25 गते यहाँहरूलाई मैले यो बुद्धचित्त बिरुवाको जानकारीको लागि नै भिडियोहरू बनाइरहेको हुन्छु। मेरो लोकेसन काभ्रे तेमाल, काभ्रे भकुण्डे बेसी अनि यही बिरुवाहरू चाहिँ मैले भक्तपुरमा चाहिँ उपलब्ध गरेको छु। तपाईहरूले यो भिडियोलाई सक्दो सेयर पनि गरिदिनु होला, फुल वाच गरिदिनु होला, किनभने धेरैजनाले चाहिँ सोधिरहनुहुन्छ मलाई दिनमा मैले प्रत्येक भिडियोमा मैले तपाईहरूलाई चाहिँ जानकारी दिए पनि धेरैजनाले चाहिँ सोधिरहनु भएको छ। मेरो यही उत्पादन यही बिरुवाहरू चाहिँ मैले तपाईँहरू काठमाडौँ हुनुहुन्छ भने काठमाडौँको लागि चाहिँ सजिलोको लागि चाहिँ मैले अहिले भक्तपुरमा चाहिँ उपलब्ध गरेको छु। हामीसँग सबै क्वालिटीको बुद्धचित्तमा हुनुपर्ने सबै क्वालिटीको बिरुवाहरू चाहिँ उपलब्ध छ। 2 मुखे, नोसाउन, 3 मुखे, 4 मुखे, 5 मुखे फले बोर्डहरू चाहिँ हामीसँग उपलब्ध छ। मैले यो छोटो समय होइन, मैले यो विगत यो 18 वर्ष अगाडिदेखि नै यो बुद्धचित्त बिरुवाहरू चाहिँ उपलब्ध गर्दै दिँदै आएको छु तपाईँहरूलाई। मैले तपाईँहरूलाई बिरुवा मात्रै पठाउने मेसो गरेर हुँदैन, तपाईँहरूलाई सबै जानकारी पनि दिनुपर्ने हुन्छ। त्यस कारणले तपाईँहरूले मैले स्क्रिनमा नम्बर छोडेको छु, व्हाट्सएप नम्बर र मेरो फोन नम्बर एउटै छ। तपाईँहरूले मलाई डाइरेक्ट कल गर्नु भएर चाहिँ मलाई सबै जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। यो बुद्धचित्त बिरुवा सम्बन्धी चाहिँ दिनमा धेरै ठाउँबाट आउनुहुन्छ। मेरो यो पूर्व पश्चिम यो विभिन्न ठाउँबाट चाहिँ यो बुद्धचित्त बिरुवा लिनको लागि चाहिँ धेरैजना आउनु भएको छ। उहाँहरूको यहीँबाट पठाएको बिरुवाहरू चाहिँ फलिसकेर पनि उहाँहरूले फेरि रिपिट चाहिँ लगिरहनु भएको छ। धेरैजना चाहिँ विदेशबाट नै अहिले मलाई फोन गरिरहनु भएको छ, अर्डर गरिरहनु भएको छ। बिहानैदेखि चाहिँ एकदमै बिजी हुन्छ, सयौँजना चाहिँ आउनुहुन्छ। कतिपयको मैले फोन रिसिभ गर्न पनि पाएको छैन, कतिपयको यो व्हाट्सएपमा म्यासेजहरू रिप्लाई भएको छैन। तपाईँहरूको सबै म्यासेज अनि यो कलहरू बिस्तारै मैले चाहिँ यो टाइम मिलाएर चाहिँ तपाईँहरूलाई रिप्लाई दिने चाहिँ कोसिस गरिरहेको छु। धेरैजनाले कल गर्नुहुन्छ, धेरैजना चाहिँ आउनुहुन्छ। धेरै जसो चाहिँ मेरो एकदमै धेरै चाहिँ अहिले रिपिट लानेहरू धेरैजना हुनुहुन्छ यो पूर्व पश्चिमतिरको। यहाँ बिरुवाहरू चाहिँ सबै चाहिँ देख्न सक्नुहुन्छ, सबै खालको छ। यहाँ धेरै खाली भइसकेको छ है, धेरै खाली भइसकेको छ। तयारी पनि हुँदै अब पढाउँदै तपाईँहरूलाई उता पनि देखाउनु होला। यो चाहिँ अलिकति कलिलोहरू तयार हुँदैछ, उता पनि सबभन्दा उता कुनाको। तपाईँहरू पनि राम्रो क्वालिटीको चाहिँ बुद्धचित्त रोपेर राम्रो आम्दानी गर्न चाहनुहुन्छ भने बिरुवाको लागि चाहिँ मलाई तपाईँहरूले अझै सम्पर्क गर्न सक्नुहुनेछ। आजभन्दा रोप्नको लागि पनि एकदमै राम्रो टाइम हो।